काठमाडौँमा जेठ 15 गतेदेखि राज संस्था पुनर्स्थापना लगायत एजेन्डामा आन्दोलन भइरहेको छ। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गरेको यो आन्दोलनमा राप्रपा नेपाल लगायत दल तथा समूहहरूको समर्थन छ र शीर्ष नेताहरू पनि आन्दोलनमा सहभागी हुने गरेका छन्। आइतबार काठमाडौँको नारायण चौरमा राजावादीहरूले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनबाट प्रहरीले राप्रपा नेपालका अध्यक्ष समेत रहेका पूर्व गृहमन्त्री कमल थापालाई नियन्त्रणमा लिएको छ। प्रहरीले थापा सहित 6 जनालाई लछार पछार गर्दै नियन्त्रणमा लिएर भ्यानमा राखेर जिल्ला प्रहरी परिसर भद्रकाली लगेको थियो। प्रहरी भ्यानमा पुगेपछि थापाले भ्रष्ट सरकार मुर्दाबाद, प्रहरी दमन मुर्दाबाद भनेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँमा एसपी अपिलराज बोहरा थापा सहित 6 जनालाई नियन्त्रणमा लिएको बताउनुभयो। उहाँका अनुसार भिडलाई अघि बढ्न थापाले आह्वान गरेका थिए। निषेधित क्षेत्र तोड्न खोजेको र भिड भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ। थापाले के अभिव्यक्ति दिएका थिए अझै खुलेको छैन, तर प्रहरीले भने बालुवाटार घेर्न जाउँ भन्ने अभिव्यक्ति थापाले दिएको बताएको छ।